सानो बिजिएम अलिकति ब्याकला गुन्जेको सुन्नुहोस् तर एकदम सानो सुन्नुहोस् न भन न दुध लिनुहोस् दुध खानुहोस् तिमी पनि खानु पर्यो होइन हजुर खानु न हजुरको लागि हो अनि आज कति रात देखेको त नि कहिले देखेर हो बिनुलाई दिएको अनि मेकअप धेरै मसिन क्या हो दिएन अनि आज बेहुली हो नि त म मेकअप गर्नुपर्छ नि त राम्रै हुनुपर्छ आज सुरुको रात सुरुको दिन के छ हजुरको भन्नुहोस् न हजुरले के गर्नुहुन्छ के छ अनि यत्रो माइती छोरा आएकी छौ कस्तो कस्तो फिल भइरहेको तिमीलाई एकदम खुसी आजबाट नयाँ जीवनको सुरुवात हुँदैछ के छ भविष्यमा के गर्ने हो हजुरलाई नि सोध्नुपर्छ नि के वर्षमा बच्चा नपाउने हो कि अथवा आजबाट सुरु सुरु गर्ने कस्तो हद लागेछ मलाई किन कति आत्तिकै त अनि केही समय यसो घुम्ने टाइम बिताउने श्रीमान श्रीमान त बुझ्ने हो नि त अनि कहाँ मलाई त बच्चा जन्म मन रहन्छ पहिलाको जुनिया रत्न पार्कतिर जान थियो क्या कति आत्तिकै त अनि अनि कस्तो अनि बच्चाको आमा हुनु मन छ अनि मेरो उमेरको साथीहरूले सबैले बच्चा पाइसक्यो अनि मलाई पनि हतार छ साह्रै मन लाग्यो त अनि जयनारीको भिडियो हेर्ने उतै पाउने बिना बाबु हुन्छ अरे के बच्चा पाउनु त अनि भन्नु न सुरुको दिन यसो रोमान्स गर्ने यसो घुम्ने यसो ठाउँमा घुम्न आने कहाँ बच्चा पनि हतार गरेर क्या चिया पनि थ्याट हतार छ प्लिज के सुरु गरिहाल्ने हो अहिले नि बिपे योभन्दा अघि जानु सकिन मेरो गेयरमा न्युट्रलमा छ प्लिज आज मैले सुरुवात मात्र गर भनेको यिनीहरूले त अन्त्य गरेर टुप्पामा टुङ्गाउनु लाग्यो भयो अनि सरदा हजुर अझ अलिकति टाइम ओभर भइसक्यो पाहुना पाछा बिदा गर्दाखेरि अब सुत्नुपर्छ होला हुन्छ सुतौँ ल सुत्नु तपाईँहरू सुत्नु त तेरी माया तपाईँ सुत्नु त पञ्चमालीमा नाच्नु परेन म बल्ल गीत अब यो बल्ल कुन गीत लगाउनु फेरि पञ्चबाजा होस् या अघिको गीत म त पञ्चमा त लगाउँछु नाच्नु परेन ल रबिन दाइ र चेवालीको बिहे भयो खुसियाली दिनमा नाच्नु परेन कति खुसी हो आमा सानो होइन पुरै भुद्रुक भुद्रुक भयो अब हाम्रो लभ म्यारेज हो के लभ म्यारेज हो अहिले एकछिनमा फेरि ऊ गर्नुपर्छ एकछिन नथाकिन्छ अरे बस्नु मैले अस्ति त मैले